हजुरलाई देखेपछि मलाई गर्न मन लाग्यो के खत्तम नचन नचन कुरा गरेर यो बहिनी बस्नुस् न कि बस्नु मैले त्यस्तो तरिकाले गर्छु भनेको हैन एकछिन बस्नु तपाईको घर कहाँ हो के हो कस्तो हो नमस्ते 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 म बस्न मिल्छ हजुर किन बस्नु न के थियो र केही त थिएन हजुर मलाई चाहिँ आज हजुरसँग गर्न मन लाग्यो गर्न मन लाग्यो के भन्यो भने के गर्न मन लाग्यो गर्न मन लाग्यो कि यसो हुन्छ नि मलाई आज गर्न मन चाहिँ लाग्यो अलिकति कहाँ बस्नु ए तपाईँ जहाँसुकै बस्नु के गर्न मन लाग्यो कहाँ बस्नु न बस्नु हजुरसँग गर्नु छ म अनि उठेर हुन्छ त नि गर्नु त गर्नु छ के गर्नु छ अनि हजुरको घरमा को को हुनुहुन्छ घर मेरो सबै छ श्रीमती छोराछोरी बुबा आमा झन् गर्छु भनेर आएको गर्नु त गर्ने भन्नुभयो के चाहिँ गर्छु भनेर आएको थियो भन्नु न मलाई लामो कुरो गर्ने फुर्सद छैन बहिनी अनि हजुर सुनतानमा के चाहिँ गर्छु भनेर बस्नु भएको त्यही गर्छु भनेर म त यसो म्युजिक सुनेर बस्यो हो म चाहिँ आज म चाहिँ अलिकति घुम्न आएको हैन यसो अनि के गरौँ भयो अनि हजुरलाई देखेपछि मलाई गर्न मन लाग्यो के नचन नचन कुरा गरेर यो बहिनी बस्नुस् न कि बस्नु मैले त्यस्तो तरिकाले गर्छु भनेको हैन एकछिन बस्नु तपाईको घर कहाँ हो के हो कस्तो हो मेरो घर त उहाँ खम्बा गाडे ठाउँमा खम्बा गाडेको ठाउँमा खम्बा गाडेको ठाउँ पनि घर हुन्छ हो मेरो त त्यही अनि कहाँ हो न हो तपाईँ यो खास के कतैबाट जिस्क्याउन आउनु भयो कि के हो केही पनि हैन कि मलाई चाहिँ आज कस्तो घुम्न आएको कोही पनि भएन अहिले फेरि यो के यो युट्युबतिर देखिन्छ कि यस्तो गाह्रो तपाईँ त्यसरी केही त होइन नि केही पनि हैन कि मलाई चाहिँ तपाईसँग गर्न मन छ गर्न दिने कि नदिने गर्न मनै लाग्यो गर्न मन छ तपाईले चाहिँ गर्न दिने कि नदिने हो गर्न दिने गर्न दिने के चाहिँ गर्ने लु गरिहाल्नु कता जाने लु ए कोही छैन नि है वरिपरि दाइ पनि त्यस्तो नेगेटिभ सोचेर भने हो त मैले कुरा पो गर्ने भन्ने कुरा त्यही त अनि कता गएर गर्ने गरौँ न भने त हो नि मैले होइन त तपाईँले कता तपाईँ म कहाँ देख्दै त प्र्याङ्क गर्ने प्र्याङ्क स्टार हो तपाईँ हजुर मैले प्र्याङ्क गर्छु कि गर्छु भनेको हजुरले चाहिँ कुरा गर्छु नै भन्नु म झन् प्र्याङ्क स्टार तपाईँ भन्दा मलाई पनि यस्तो खोजिरहनु भुवन केसी चौलगाई हजुर हाम्रो युट्युब च्यानल चाहिँ सुन्ता गुरुङ हो हाम्रो च्यानललाई सबैलाई सब्स्क्राइब गरिदिनु भन्नु ऊ त्यहाँबाट खिच्दै हुनुहुन्छ हेलो हेलो सबैले कमेन्ट गरिदिनु होला है त ए बहिनी यो जिस्काउन आएर एकछिन बस्नु भनेको